अहिलेको हाम्रा प्रधानमन्त्री त र्यापर हुनुहुन्थ्यो पहिला। कोही छैन बोल्ने चबैली भनेर यतापट्टि 5 जना चेलीहरू उभिएर त्यो बोल्न लगाएर र्याप दिन्थ्यो होला। हाम्रा हस्पिटलका पैसा तिर्दिउँ, किसानका दुधका पैसा तिर, दोकान सटरहरू जुन हिजो फुटबलमा लखेटिए नि, बच्चाहरू रोइरहे, पुलिस आफै रोको छ, सामानहरू लुटिए। एउटा राज्यले गएर कसैको घरको सामान उठाउँदा पनि मुचुल्का बढ्नुपर्छ, काष्ट होइन। यो भन्दै गर्दा मैले थुनिनुपर्छ भने आऊ सरकार, हातकडी लाउन यो हात तयार छ, आऊ म तयार छु। तिनीहरूले ब्याङ्कको ऋण लिएको थियो होला, सहकारीको ऋण लिएको थियो होला, लघु वित्तको ऋण लिएको थियो होला, अनि तिनले एउटा सर्ट बेचेर, एउटा भेस्ट बेचेर ऋणको 2 पैसा ब्याज पनि तिर्छु, किस्ता पनि तिर्छु, परिवार पनि पाल्छु, बच्चालाई पढाउँछु पनि, फिस पनि तिर्छु भनेको थियो होला। भाँडा भेट्यो, भाँडा बोकेर लगिदिएको छ, सन्तोला भेट्यो, सन्तोला भेटेर बोकेर लगिदिएको छ। तपाईहरु पो धनी हुनुहुन्छ त, आयो त्यहाँ बस्नुभयो, को बोल्दैन, देखियो त। अब सुकुम्बासीको त्यही हालत हुँदैछ। मैले सुकुम्बासीलाई बोल मलाई साथ देऊ भन्दाखेरि बोलेनन् कोही पनि। सुकुम्बासीमा बोर्डर जोडर चलेपछि अस्ति पोखरामा लागेको डोजर, पोखराका मान्छेले पनि सम्झे अरे दुर्गा प्रसाद।